हेर्नुहोस् है साथीहरू, यो चाहिँ मैले के लगाउँदैछु भन्नुहोस् त। यो चाहिँ मैले बनाएको है, हेर्नुहोस् है। तपाईँहरूले पनि यो लगाउन सक्नुहुन्छ है। यदि तपाईँहरूलाई केस लामो भएको चाहनुहुन्छ भने चाहिँ यो प्याक बनाएर लगाउन सक्नुहुन्छ। यसले चाहिँ केसलाई झर्नु पनि रोक्छ है, तपाईँको हेयर ग्रोथमा पनि यसले हेल्प गर्छ। यसरी यसलाई चाहिँ फेदमा, म चाहिँ फेदमा लाउँदैछु। किन भन्दाखेरि चाहिँ नि मलाई चाहिँ हेयर ग्रोथ चाहिएको छ नि त साथीहरू। मैले चाहिँ अब केस लामो बनाऊँ भनेको कि, त्यसले गर्दाखेरि चाहिँ लगाएको हो। तपाईँहरूको पनि केसहरू झर्दैछ पुरा होइन, त्यसलाई रोक्न चाहनुहुन्छ भने चाहिँ यसरी तपाईँले यो प्याक बनाएर लगाउन सक्नुहुन्छ। यो चाहिँ तपाईँले फुल लेन्थमा पनि लगाउन सक्नुहुन्छ, यो जरा मात्र पनि लगाउन सक्नुहुन्छ है। मैले चाहिँ जरामा मात्रै लगाउने बनाएको छु, कम्ती बनाइ पठाइछु नि त साथीहरू। अन्त यसलाई चाहिँ अब लगाएर, अब अहिले कति 3 बज्यो होइन, अब यसलाई चाहिँ लगाएर म होल नाइट राख्ने हो साथीहरू। अब यो सुकाएर म यतिकै सुत्ने हो, भोलि मात्रै वास गर्ने हो, यसलाई चाहिँ पखाल्ने हो। यसमा चाहिँ यस्तो राम्रो चिजहरू छ, तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ है। तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ है। हेर्नुहोस् है, मोटामोटी मैले चाहिँ लगाइसकेँ है। हेर्नुहोस् है, यति राम्रो यसले केसमा काम गर्छ साथीहरू। तपाईँहरूले पनि लगाउन सक्नुहुन्छ होला। यो चाहिँ मैले चाहिँ यति मात्रै गरेको थिएँ। अब चाहिँ यसलाई लगाएर चाहिँ मैले डल्लै जरामा लगाएको छु। यसो गर्नुपर्छ है, एकछिन यसलाई चाहिँ मसाज गर्नुपर्छ। म चाहिँ साथीहरू भिडियो बनाउनु थालेँ कि नानी आइपुगिहाल्छ। हेर्नुहोस् ल, यसो गर्नुपर्छ। जाऊ न, म आउँदैछु नि, खोजिदिन्छु नि। अब चाहिँ यसलाई म यतिकै खुल्ला राख्दैछु केसलाई। केसको लेन्थभरि लगाउँदा पनि हुन्छ ल, मेरो चाहिँ कम्ती भयो नि त। त्यसको लागि चाहिँ के चाहिन्छ भने हेर्नुहोस् ल, यो चाहिँ रोजमेरी हो है। हेर्नुहोस् है, रोजमेरीलाई पनि हामी लिन्छौँ यसरी। म चाहिँ आधी मेरो त कैँची जस्तो आधी लिँदैछु है। रोजमेरी पनि चाहिन्छ हामीलाई चाहिँ। साथीहरू यो रोजमेरी चाहिँ कस्तो किम्ती छ, यस्तो राम्रो हो कि हाम्रो हेयरको लागि चाहिँ। रोजमेरी भयो एउटा है, यसलाई अहिले धुनुपर्छ होला साथीहरू। यहाँ केस पनि रहेछ एउटा होइन। अर्को चाहिँ भयो यो मेथी चाहिँ मैले यति भिजाएको छु। यो चाहिँ राति नै भिजाएको है साथीहरू। यसलाई राति नै भिजाउनुपर्छ। यसमा फेरि के झरेछ कालो, अहिले निकाल्छु है। अर्को चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ प्याज है। मैले चाहिँ यहाँ सानो 2टा प्याज लिएको छु, यति है। हेर्नुहोस् है, यति चाहिँ हामीलाई चाहिन्छ है। देख्नुहुँदैछ है, मैले चाहिँ रोजमेरीलाई अलरेडी वास गरिसकेको छु है साथीहरू। रेमेडी बनाउँदाखेरि चाहिँ हाम्रो हेयरको लागि, केसको लागि होस् चाहे फेसको लागि होस्, हामीले एकदमै सफा लिनुपर्छ है, धुनुपर्छ सबै कुरा। अब चाहिँ त्यसलाई हालेँ। अब फेरि मेथीलाई पनि हाल्दैछु म। अब चाहिँ फेरि यो प्याजलाई पनि यहाँ हालेर चाहिँ अब मिक्सर ग्राइन्डरमा हालेर चाहिँ पिस्नुपर्छ है साथीहरू। यसको पेस्ट निकाल्नुपर्छ। अब यसलाई चाहिँ मैले पिसिसकेको छु साथीहरू। यस्तो निस्किन्छ है। यसलाई चाहिँ अब तपाईँले यतिकै लगाउँदा पनि भयो, चालेर पानी लगाउँछु भन्दाखेरि पनि हुन्छ है साथीहरू। हेर्नुहोस् है, हेर्नुहोस् न साथीहरू, म चाहिँ त्यतिकै लगाऊँ भनेर सोचेको थिएँ कि फेरि के सोचेँ भन्दा त होल नाइट राख्नु पर्यो भनेर सोचेँ नि त। त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ म यसको रस निकाल्दैछु है। यसरी तपाईँले, मेरो चाहिँ यो चुन्नी काटेर मैले यस्तोहरूको लागि राखेको छु नि त, तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। हेर्नुहोस् है, यसरी मजाले यसको रस निकालेर यो रसलाई चाहिँ अलिक अगाडि लगाउनुहोस् है। 2-3 घन्टा अगाडि सुत्नुको 2-3 घन्टा अगाडि लगाउनु भयो भने चाहिँ तपाईँहरूलाई चाहिँ सुत्दा गर्दा ठिकै हुन्छ नि त, सुक्छ मजाले होइन। त्यहाँबाट चाहिँ तपाईँ सुतेर चाहिँ भोलि लगाउन सक्यो। भोलि चाहिँ नुहाउँदाखेरि हुन्छ है, एकदमै राम्रो छ है। तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, म भिडियो बनाउँदै कति भयो र, मैले बेसी नि त भएको छैन होइन। हेयर र फेसको बारेमा भिडियो बनाएको बेसी पनि भएको छैन साथीहरू। हेर्नुहोस् त, मेरो केस कस्तो लामो भइसकिसक्यो होइन। मैले चाहिँ जे पनि मेरो हेयरमा फेसमा लगाउँछु नि, त्यो चाहिँ म भिडियो बनाइहाल्छु नि त है। त्यसले गर्दाखेरि म चाहिँ केस चाहिँ आजकल मलाई केस लामो बनाउनु इच्छा छ नि त। उता जाउँ न बाबा, यो केसमा लगाउने बनाएको, जाउँ न उता। त्यसले गर्दा चाहिँ म तपाईँहरूसँग सेयर गरिहाल्छु नि त, म जे पनि लाउँछु। अन्त हेर्नुहोस् है, यस्तो लत्ता त निस्किन्छ। हेर्नुहोस् त, यी देख्नुभयो,
यस्तो राम्रो हुन्छ यो चाहिँ, यस्तो राम्रो हुन्छ। अब कतिलाई चाहिँ प्याजहरूको गन्ध मन पर्दैन नि त है। तपाईँहरूले चाहिँ बिहान उठेर मजाले बनाउनुहोस् होइन। यो रातभरि मेथीलाई चाहिँ भिजाउनु पर्ने हुन्छ नि त। बिहान उठेर बनाएर चाहिँ लगाउनुहोस् है। तपाईँले यो चाहिँ केसको लेन्थमा लगाउनु पनि मिल्छ, जरामा लगाउनु पनि मिल्छ है। तपाईँहरूको एकदम ओइली खालको हेयर छ भने चाहिँ तपाईँले एलोभेरा पनि मिक्स गर्न सक्नुहुन्छ है। यसमा एलोभेराले चाहिँ अलिक ड्राई बनाउँछ नि त केसलाई, त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ एलोभेरा मिक्स गरेको छुइनँ ल।